हेलो गाइस, नमस्ते। म चाहिँ आज यतातिर बिहाको तयारीमा छु। मासु फ्राई, माछा क्रान्ची फ्राई, क्याप्सी फ्राई अनि अरू पनि भसकै छ आइटमहरू। हामी चाहिँ दुईजना आएका छौँ। यो चाहिँ माछा क्याप्सी फिस हो, बोनलेस हो। अनि यतातिर लेग फिस लुकाएर राखेको छु। थोरै थियो, त्यही भएर लुकाएर राखेको। अहिले आफैले खानुपर्छ नि त। अनि त्यसपछि आएर यो चाहिँ चिकन चिल्ली हो। चिकन चिल्ली त अब चिल्लो देखिन्छ हैन। अनि त्यसपछि आएर यतातिर मटन छ। यो चाहिँ मटन हो। मटन चाहिँ पुसाइले बनाउनु भएको हैन। आहा, आस्ता एक थाल खाइन्छ है हालेर। अनि यो चाहिँ हरियो धनिया र हरियो खुर्सानी हो। यसको भित्र चाहिँ ग्रेभीवाला चिकन छ, कुखुराको मासु हैन। अनि कुखुरा मासु त कति खाने हो, कति खायो कति। अनि यो चाहिँ फ्राई हो, मुर्गा फ्राई, कुखुरा फ्राई। अनि यतातिर हाम्रो पुसाइ बस्नु भएको छ। यो चाहिँ घाँसको हो कि सागको पकौडा बनाएको छन्। यो चाहिँ अरू कसैले बनाएको हो हैन। अनि यतातिर यो ब्रेडको पकौडा छ, आलुको पकौडा छ, यता गोबीको पकौडा छ, उता पनि गोबीको पकौडा छ। यो त जिउँडिसक्यो हो है। कस्तो लाग्यो त गाइस मेरो भिडियो?